घाँस काट्नु भनेर यो डोको लिएर चाहिँ यता गएको थिएँ चिउ भेटेर चाहिँ त्यही घरमै डोको लिएर आएँ यो चाहिँ कुन खालको चिउ हो पकाएर खानुपर्छ होला बाख्रा पनि थियो यो 2.5 वटा बाख्रा कसले किन्ने हो भन्नु है नि मेरोमा छ 2.5 वटै बेच्छु एकदम राम्रो खालको च्याउ छ यो चाहिँ एकदम छाता क्वालिटीको छ हेर्नुहोस् यो चाहिँ के हो भने यो चाहिँ मगर काजे भन्छ एकदम अमिलो यो मगर काजे खाने चाहिँ अब एक जग्गा छ म देखाउँछु हजुरलाई यो चाहिँ सुँगुरले मात्रै हैन मान्छेले पनि खाइन्छ आज चाहिँ मगर काजेसँग चाहिँ मजाले खाने प्लान छ मगर काजे र अनि च्याउ गुर्गो हेर्नुहोस् अनि डोको चाहिन्छ भने भन्नुहोस् घाँसमा जानेको लागि अब एकदम रेडी भयो च्याउ लिएर यो चाहिँ हो पुत्तेको डुर मह चाहिन्छ भने भन्नु होला है मेरो घरमा पनि छ क्वालिटीको मौरीको डुर छ यो चाहिँ खाली डुर हो होला कति चाहन्छ यता एउटा खाली डुर लोहरिरहेको छ मौरीको हेर्नुहोस् यो चाहिँ हिजो नयाँ बनाएको है यो चाहिँ नयाँ कुखुराले पानी खाने डुर हो एकदम नयाँ के को डुर हो भन्दाखेरि टमर्केको डुर है हेर्नुहोस् दामी दामी फुलहरू पनि छ मेरो रुखमा यता पनि फुल थुप्रै छ को फुलको बिजनेस गर्छ ये छ हेर्नुहोस् ल यसो भन्दै म चाहिँ लागे सबैलाई बाइ बाइ